नमस्कार सम्पूर्णमा कृषक साथीभाइहरू। हामीले कृषि पेसालाई व्यवसायीकरण गर्न निकै गाह्रो छ। प्रकृतिले पनि साथ नदिएको कारण अनि प्राकृतिक जन्य बाँदरहरूको प्रकोपबाट पनि यस्ता जङ्गलहरूको छेउमा खेती गर्न असम्भव भएको देख जस्तो लाग्छ। तसर्थ हामीले हिजो अस्ति हामीले अम्लिसोको एउटा प्रारूप वैकल्पिक देखियो भने अहिले हामीले यो कोला खेती, जस्तो यहाँ हाम्रो भाइले कोला अहिले रोप्दै हुनुहुन्छ। हामी यहाँ कोला रोप्ने गोड्ने काम गरिरहेका छौँ। यो कोला रोपेर हामीले किन गरिरहेका छौँ भने कोलाबाट हाम्रो तपाईँको बाँदरले नै कोला लगे तापनि हामीले यसको दाम्चाबाट चाहिँ लोक्ता निकाल्न सक्छौँ। हामीले निकट भविष्यमा मेसिन ल्याएर लोक्ता बनाउने कन्सेप्टको साथ आज कोला खेतीलाई सञ्चालनमा ल्याएका छौँ। हवस् त, विचार आदान प्रदान गर्नुहोस्। धन्यवाद।